त्यहीदेखि खिच न त्यहीदेखि हेर्ने म अस्ति पकाएको छ यार यसो गर्छु कि म अहिले खिच त ल खिचिसकेको छ त्यही ल यस्तो हुन्छ कि यो यस्तो होइन यस्तो है तिब्बत के बास तिमी नि यहाँ पनि छ उता पनि छ यहाँ पनि छ बाबु बाबु टिपै त टिप्न चाहिँ नछोड है बाबु है ल म तँलाई पनि टिप्छु ल ऊ यहाँ पनि छ दाइ ऊ यो टिप न नि मेरो एउटा मोबाइल छ कति धेरै छ यार त्यहाँ छ बाबु हेर्नु खेत त तल त डह्रो रहेछ त यार हामीले भर्खर एक साइडको मात्र सकेर आयो है यो धेरै पक्कै छैन यार यो पक्कै टिपे दाइ न यो खाऊ त अब कस्तो हुन्छ खानेमा त सुरुमा खान्छु अरे ल खै के बास खाऊ त कस्तो गुलियो सर मानसका लागि न जो दामी छ है रिमिन्डा हुन्छ क्या के बात है यसो हुन्छ मिठो छ दामी हुन्छ क्या गुलियो हुन्छ हामी पनि खाइदिउँ न म चाहिँ यसपालि खाएको छैन दुईजनाले मात्रै खाएको छ खाउँ त खाउन त त्यो त दाइले खत्रै दिनुभयो दिपेन दाइ पौडी खेल्नलाई यहाँ रेडी हुनुहुन्छ यो चाहिँ त्यो है ओ यो कुन खोला अरे इन्द्रावतीमा चाहिँ है हाम्रो दिपेन्द्र दाइ यहाँ खेल्नलाई रेडी हुनुहुन्छ तर सक्नुहुन्छ कि सक्नुहुन्न है त सबजना केटाहरू यहाँ खेल्दैछ तर म चाहिँ नखेलेको किनकि मलाई यस्तो फोहोरमा खेल्नु छैन भन्ने क्या छ है किनकि म चाहिँ नखेलेको किनकि मैले जुत्ता लगाएको छु मलाई खोल्न झ्याउ लागिरहेको छ त्यही भएर म चाहिँ नखेलेको हाम्रो दाइहरू खेल्दै हुनुहुन्छ है खेल्यो एउटा अनि दाइहरू रेशम दाइ अरू यता हुनुहुन्छ म चाहिँ नखेलेको दिपेन्द्र दाइ पछि पछि जाँदै हिँड्नुहुन्छ के पास अगाडि गइसक्यो है त ऊ हाम्रो सामेल पास्टर बा चाहिँ गइसक्नु पारे आउँदो रहेछ के पास पनि गइसक्यो अब दिपेन्द्र दाइ बाँकी हुनुहुन्छ दिपेन्द्र दाइ डराएको जस्तो छ दाइ जानु न जानु दाइ टरेर होइन कि खेलेर बुढो आउँदो रहेछ बुढोले पनि है आउँदो रहेछ मोटो भयो पनि खेल्न त सक्दो रहेछ पग्यो तलै गयो त केटो बुढो अब त्यहाँनिर उठ्छ होला ल डुब्दिरह्यो भने बिचमा गएर उठ्दिएको वा चाहिँ उठेको अनि अरूहरू चाहिँ ऊ भाइ जानु रेडी भइरहेछ बुढाको बेगमा है बुढाको बेग उठाउनलाई रेडी हुँदैछ धेरै भिडियो पनि के बनाउनु कताबाले सिनहरू देखाइन्छ नि कत्रो छ खोला वरिपरिको है चरा उडिरहेको रहेछ सिनमा है डेन्जर खतरा दियो यसले अनि वरिपरि सब ठाउँ बादलै बादल छ है त बादलै बादल तर बादलै बादल छ है तर पनि गर्मी कति धेरै छ अनि दाइहरू हेरेर मन हुकाउने नै खेल्न आउँदैन होला सायद त्यही भएर मन हुकाउँदै हुनुहुन्छ अनि अरूहरू त देखिसक्यो ल बाई बाई आजलाई यति ठुलो छ यार तपाईँको शरीर त यार हेर त यार
पछाडिबाट टेन्सन हुन्छ त यार पछाडि डेन्जर देख्छ है अगाडि पेटले फालेर मात्र चाहिँ पछाडिदेखि त उयो बाउन्सरलाई पनि फलो खाइसक्यो त यार यति बस्नुपर्छ क्या हो